म घाँस काट्ने ठाउँमा आइसकेको छु। पहिला चाहिँ यो बाटोमा बिहानदेखि बेलुकासम्म मान्छे भेटिरहनुहुन्थ्यो, हिँडिरहन्छ, अन्त सुनसान छ। अहिले त पात छत्रङ छत्रङ गर्दा पनि आफै तर्सिने भइसकेको छ। यस्तो छ कि अहिले बिहानको समय नपत्याए आफै हेर्नु यस्तो छ। परतिर चाहिँ जान मलाई आफैलाई डर लाग्यो, अन्त म गइनँ। यहीँ बडको रुखको पात झर्दा आफै तर्सिने भइसकेको छ। अनि त्यही भएर म चाहिँ अब यहीँ काट्छु। यहीँ छ मेरो डोको। अब म यहीँ घाँस काट्न सुरु गर्छु। यो सिला गर्नुपर्यो, परतिर जान डर लाग्छ, के गर्नु त। घाँस बनमारा मात्रै काटी भन्नुहुन्छ र म बनमारै काट्न आएको। ल भारी पो गोला धुर पनि भयो जस्तो लागिरहेको छ। हात पनि यस्तो भयो। ल्याएर थुपारेको छु, सजिलो हुन्छ भनेर। अझै बाँकी छ, घाँस काटेको यता पनि बाँकी छ। यो भयो जस्तो लागिरहेको छ। यस्तो जङ्गलमा छु म। वरिपरि जङ्गल छ, सुनसान, कोही हिँड्दैन। एकछिन चाहिँ बस्छु। घाँस ठ्याएको छ, भारी हाल्न बाँकी छ। यो लट्ठी पनि भयो। डोको सानो भयो, घाँस धेर भयो, बुढ्यो डोरी गेले बाँध्नु म त बुढ्यो यो के मार्नु। छेउछेउमै मेरो भारी पुग्यो, बाले बाँधिसकेको छु। अब घर जाने हो, एकचोटि डाँडा घुमेर आउने हो। बाख्रा गरेको ठाउँ ल म चाहिँ अब बाख्रा हेर्ने ठाउँ, मैले बाख्रा हेर्ने ठाउँ हिँडेको काका। जाँदैछु म, डराउँदै काम गरिरहेको थिएँ। बाख्राबाट गएर घाँस काट्न आउनु भएको रहेछ, अलिक डर कम भयो। यस्तो जङ्गल छ। त्यो बाख्रा लिएर यही बाटो आउँथेँ, फेरि पनि आउन बेल छैन। यस्तो जङ्गल छ। मैले बाख्रा हेर्ने ठाउँ यही हो। त्यहाँ ऐसेलु घारी थियो, ऐसेलु पनि मरेछ। त्यहाँनिर ऐसेलु थियो, त्यो पनि मरेछ। यस्तो जङ्गल छ। यो बाख्रा हेर्ने ठाउँ यही हो। अब त्यस्तो छ। अब ठिक्क बेला भएछ, घर जाने हो। घाम पनि अब छिप्पिन थाले, लाग्यो मजाले। यस्तो छ है, सुनसान, कोही केही। ल यस्तो भिड छ। मेरो बाख्रा चराउने ठाउँ यही हो। तलसम्म बाख्रा चराउन म त्यतातिर जान्थेँ। अहिले त यस्तो डर लाग्दो भइसक्यो। यस्तो छ है बाटो, यही हो। घाँस काटेको अस्ति नि घाँस काटेको, त्यता घाँस काट्न जाने ठाउँ त्यही हो। घाँस बुट्टा त्यही हो। पारी गाउँ छ। यता त जङ्गल, यता सुनसान यस्तो जङ्गल छ। अब बाख्रा पनि भोकाइसक्यो होला। अब घर जाने, नडुलौँ होला। अब फेरि हिँडिहाल्ने मान्छे, अनि अल्मलिनु पनि भएन। त्यही भएर अब लाग्यो अब घर जाने म। बाख्राले पर्खिरह होला नि, कतिखेर घाँस लिएर आउँछ दिदीले भनेर। सबै धुलो परेर आँखामा। साह्रो छ गरी खाँदा यस्तै हो। तर मजा चाहिँ छुट्टै आनन्द, स्वच्छ हावा यति मजाको छ कि तर ल फेन चलाउनु पर्दैन। यस्तो स्वच्छ प्रकृतिको सुन्दर देश हाम्रो धनी छ। अब म घाँस लिन जाएँ। पुरा जङ्गल मुलुक छ। अब नजाने बाख्राले पनि पर्खिरह होला नि।
ल बिस्तारै जानु म हिँडेको अब आँखामा पनि के पर्छ गरेरै खानुपर्छ हजुर यस्तै हो अब दाउरो पनि लिएर जाउँ भनेको भारी तेरो काटिएछ खेलखेलमै अनि अलि जाने र म जानेको यस्तै अब यहाँ फेरि लडिन्न पनि बेर छैन त्यही भएर अहिले चाहिँ बन्द गरेर म भारी बोक्छु ल साको साल घर आइसकेँ म Thank you so much for full video watching.